नमस्ते। म हरिचन्द्र बस्नेत, कुशे गाउँपालिका जाजरकोटको अध्यक्ष। कुशे गाउँपालिका जाजरकोट जिल्लाको 7वटा स्थानीय तहमध्येको एउटा पालिका हो, जुन पालिका जुम्लाका सिमानासँग जोडिएको छ। यसको गाउँपालिकाको नामाकरण कुशे पाटनको नामबाट कुशे गाउँपालिकाको नाम रहन गएको हो। यो गाउँपालिकाको सङ्घीयतापछि गाउँपालिकाका साबिकका अर्छानी, टालेगाउँ, ढिमे, पैँक र पजारुका केही 2 वडाको मर्चबाट बनेको यो पालिका हो। यो पालिका समुद्री सतहदेखि यसको चाहिँ टोटल जम्मा उचाइ 4388 मिटर उचाइ छ, जो कुशे पाटनमा अवस्थित छ। र कुशे पाटनको नामबाट यो गाउँपालिकाको नामाकरण भएको कुरा मैले अघि नै जानकारी गराइसकेको छु। र यो पालिकाको क्षेत्रभित्र जम्मा 9 वटा वडाहरू छन्। यहाँको जनसङ्ख्या 2068 को जनगणना अनुसार 23,058 जनसङ्ख्या रहेको यो पालिका हो। यो पालिकाको यो मुख्य 2टा चाहिँ सामरिक महत्त्व बोकेका 2टा नदीहरू छन्, सरुघाट र चैयाघाट नदीहरू छन् भने यो चाहिँ यसलाई चाहिँ कृषि क्षेत्रमा बढी कृषिमा आधारित गाउँपालिकाको रूपमा लिइन्छ। यो पालिकाको वडा नम्बर 5 र का केही वडाहरूमा, वडा नम्बर 6 को केही वडाहरूमा सन्तोला चाहिँ खेतीका रूपमा प्रशस्त मात्रामा सन्तोला खेती गरिन्छ। यसलाई चाहिँ सन्तोला जोनका रूपमा पनि हामीले चाहिँ यसलाई स्थापित गरेका छौँ। तरकारीका रूपमा साबिकै 5 नम्बर वडाको ढिमे का केही बस्तीहरू, टोलहरूमा आलु पकेट क्षेत्रको चाहिँ पनि घोषणा गरिएको छ। यो पालिकाको वडा नम्बर चाहिँ 2 र 3 वडा र 9 वडाका केही चाहिँ क्षेत्रहरूमा काइने, टुर्मालिन जस्ता बहुमूल्य पत्थरको चाहिँ खानी रहेको छ। र यो पालिकाभित्रका चाहिँ आफ्नै संस्कृति, आफ्नै वेशभूषा, विभिन्न जातिका मान्छेहरू बस्छन्। यो पालिकाको पालिकाको वडा नम्बर 9 र 8 मा रहेको देशका विभिन्न ठाउँबाट चाहिँ भक्तजनहरू आउने अत्यन्तै चाहिँ ठुलो विश्वसनीय देवताका रूपमा मष्ट मन्दिरहरूको चाहिँ पूजा गरिन्छ र मष्ट मन्दिरको पनि अवस्थित छ। र कुशे गाउँपालिका वडा नम्बर 5 मा झादेवी देवताको मन्दिर छ। यो मन्दिर पनि चाहिँ विरलै मात्रामा ढाल तरबार समातेर नाच्ने गरिन्छ र ढाल तरबार चाहिँ यो नेपालकै चाहिँ दुर्लभ नाचका रूपमा पनि लिइन्छ। र यो पालिकाको क्षेत्रभित्रका विभिन्न चाहिँ पहाडी माथिल्लो तहको पहाडी लेकाली भूभागहरूमा दुर्लभ चाहिँ वन्यजन्तु रेड पाण्डाको वासस्थान छ। यसलाई चाहिँ पर्यटकीय क्षेत्रमा चाहिँ लिन सकियो भने अझ यसलाई चाहिँ पर्यटनलाई चाहिँ भित्र्याउनले यसले गाउँपालिकाले अझ आर्थिक स्रोत व्यवस्थापन गर्न सक्ने चाहिँ अनुमान गरिएको छ। म पहिलोचोटि अध्यक्ष हुँदाखेरि कुशे गाउँपालिकाको चाहिँ आयोजनामा, गाउँपालिकाको सहकार्यमा कुशे गाउँपालिकाको वडा नम्बर 2, 3, 8 र 9 का चाहिँ पहाडी अथवा माथिल्लो लेकाली भूभागमा नेपालको दोस्रो शिकार आरक्षणको परिकल्पना गरिएको छ, यसको डिपिआर गरिएको छ। यसलाई यसरी पनि जान सक्यो भनेपछि गाउँपालिकालाई आर्थिक स्रोतमा अथवा चाहिँ राजस्वमा चाहिँ अत्यन्तै गर्न सकिने सम्भावना बोकेको यो पालिका हो। र यसलाई चाहिँ टुर्मालिन, काइनेट जस्ता ढुङ्गा, महत्त्वपूर्ण जडीबुटी लगायत चाहिँ लाई चाहिँ निर्यात चाहिँ उत्पादन गर्न सकेर बेच्न सक्यो भने पनि चाहिँ राजस्वको चाहिँ बहुत प्रचुर सम्भावना बोकेको पालिका हो। र अघि पनि मैले कुरा गरेको थिएँ, रेड पाण्डा लगायत चाहिँ थुप्रै चाहिँ रेड पाण्डा, कस्तुरी लगायतका जनावरहरू, झारल, नाउर, थुप्रै चाहिँ डाँफे कालिजहरूको वासस्थान रहेको यो पालिकाका चाहिँ क्षेत्रभित्र यसलाई पनि पर्यटकीय रूपमा चाहिँ यसलाई व्यवस्थापन गर्न सक्यो भने यसलाई राजस्वको चाहिँ मात्रामा ठुलो सम्भावना बोकेको पालिका पर्दछ भन्ने चाहिँ हामीले बुझेका छौँ। र यसलाई चाहिँ एउटा पालिकाको स्थानीय तहका तर्फबाट, स्थानीय सरकारका तर्फबाट विभिन्न क्षेत्रमा विभिन्न चाहिँ उसबाट हाम्रा आफ्ना क्रियाकलापहरू अगाडि बढाइराखेको अवस्था छ। धन्यवाद।